आदरणीय दर्शकबिन नमस्कार। आज मिति 2083 साल साउन 14 गतेका प्रमुख खबरहरूमा यहाँलाई स्वागत छ। प्रधानमन्त्री बालेन शाहद्वारा सुनसरीको सुरक्षा अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ, सुनसरीमा शान्ति सुरक्षा कायम राख्न र सामाजिक सद्भाव खलल पार्नेमाथि कड़ा निगरानी राख्न निर्देशन। गृहमन्त्री सुदन गुरुङको उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकहरूसँग वस्तु स्थिति र सुरक्षा चुनौती बारे लिए जानकारी। सुनसरीको देवानगञ्जमा घटेको घटनाको सरकारद्वारा गठित छानबिन समितिद्वारा घटनास्थलको निरीक्षणपछि स्थानीयवासीहरूसँग सोधपुछ। देवानगञ्ज घटनाका मृतक र घाइते परिवारलाई कोशी प्रदेश सरकारले आर्थिक सहयोग गर्ने, मृतक परिवारलाई 2 लाख र घाइतेको परिवारले जनै 50,000 का दरले आर्थिक सहायता उपलब्ध गराउने घोषणा। सुनसरीको घटनाको असर अन्य जिल्लामा फैलिन नदिन सुरक्षा निकायले सामाजिक, धार्मिक र राजनीतिक समाधानका लागि सरकारलाई सुझाव दियो। गृहमन्त्री सुदन गुरुङसँगको छलफलमा सुरक्षा प्रमुखहरूको बल प्रयोग मात्रै समस्याको समाधान नहुने भन्दै राजनीतिक पहल कदमी लिन आवश्यक रहेको निष्कर्ष सुनाए। राष्ट्रपा सभापति रवि लामिछानेद्वारा अहिले सद्भाव कायम राख्न सबैले भूमिका खेल्नुपर्ने समय भएकाले चर्का कुरा नगर्न सर्वदलीय बैठकमा आह्वान। लामिछानेले भन्नुभयो, प्रधानमन्त्री र गृहमन्त्रीले काम गरिराख्नु भएको छ, अहिले चर्का कुरा गर्ने समय होइन। सामाजिक सद्भाव कायम राख्न 9 दलले तल्लो तहमा सर्वदलीय संवाद गर्ने निर्णय। प्रधानमन्त्री बालेन्द्र शाहसँग सभामुख डोलप्रसाद अर्यालको भेटका क्रममा प्रतिनिधि सभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल। नारायणी अस्पतालमा चिकित्सक माथि भएको कुटपिटपछि देशभर चिकित्सक आन्दोलनलाई लिएर स्वास्थ्य मन्त्रालयमा सरकार र नेपाल चिकित्सक संघ बीच निर्णायक वार्ता। सुरक्षा ऐन संशोधन लगायतका विषयमा छलफल। देशका विभिन्न जिल्लाबाट काठमाडौँ आएका लघुवित्त पीडितहरूद्वारा माइतीघर मण्डलामा धरना। लघुवित्तको ऋण तथा ब्याज मिना हुनुपर्ने, लघुवित्त सम्बन्धी विगतका प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्नुपर्ने, लघुवित्त बैंक तथा वित्तीय संस्थाबाट ऋणमाथि भइरहेको वित्तीय शोषण अन्त्य गर्नुपर्ने, चर्को तथा चक्रवर्ती ब्याज लिन नपाइने लगायतका माग राख्दै प्रदर्शन। चितवनमा सम्पन्न पहिलो महाधिवेशनबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो केन्द्रीय समितिको बैठक बुधबार बस्यो। निर्वाचन आयोगका योजनाहरू कागजमा मात्रै सीमित नभई परिणाममुखी र प्रभावकारी हुनुपर्ने सांसद पदमा अर्यालको जोड। निर्वाचन आयोगको प्रस्तावित प्रमुख आयुक्त र 2 आयुक्तको नाम सर्वसम्मतले अनुमोदन। 16 वर्ष पुगेकालाई मतदान गर्न पाउने व्यवस्था राख्न राष्ट्रसभाको प्रस्ताव। सामाजिक सुरक्षा मन्त्री सीतावादी र युनिसेफ नेपालकी प्रतिनिधि एलिस अकुङ्गा बीच बुधबार शिष्टाचार भेट। सामाजिक सुरक्षा, बाल विवाह अन्त्य, लैङ्गिक समानता प्रवर्धन तथा समुदायमा आधारित सेवा प्रणालीलाई थप सुदृढ बनाउने विषयमा छलफल। राष्ट्रपा सभापति रवि लामिछाने र राष्ट्रपति रामचन्द्र पौडेल बीच भेट। सभापति लामिछानेद्वारा पछिल्लो राजनीतिक अवस्था र सुनसरी घटनाबारे जानकारी। शिक्षा आयोगको 6 अर्ब 55 करोड 25 लाख बराबरको बजेट प्रधानमन्त्री कार्यालयद्वारा स्वीकृत। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सांसदहरूलाई आत्महत्या, आत्मदाहका घटना, समाचार वा जानकारी शेयर नगर्न अनुरोध। बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले यस्ता घटनाको प्रवर्धन वा प्रोत्साहन नगर्न विशेष ध्यानाकर्षण गराएको राष्ट्रपा नेता कविन्द्र बुर्लाकटीद्वारा जानकारी। सर्वोच्च अदालतद्वारा निश्चित मापदण्ड नबन्नेसम्म 4 प्रकृतिका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आफ्नै मुख्य रजिस्ट्रारको नाममा अन्तरिम आदेश जारी। वडाध्यक्ष चतुर्वेदी पक्राउको विषयमा वीरगञ्जका 32 वटै वडा कार्यालयहरू ठप्प। चतुर्वेदीलाई तत्काल रिहाईको माग गर्दै वडाध्यक्षहरूले संयुक्त रूपमा विज्ञप्ति निकाले। चिकित्सक र बिरामी दुवैको सुरक्षालाई प्राथमिकतामा राख्दै दीर्घकालीन सुधारको तयारीमा स्वास्थ्य मन्त्रालय। काठमाडौँ महानगरले थाल्यो माइतीघर क्षेत्रको डुबान समाधान प्रयास। माइतीघर क्षेत्रको डुबान समस्या समाधान गर्न आजदेखि पानीको निकास अवरुद्ध गर्ने संरचना हटाउन सुरु गर्यो। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीद्वारा प्रदेशमा सर्वदलीय बैठक आह्वान। र विदेश खबरमा भारतमा निर्वाचनमा रहँदै आएकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाद्वारा आफ्नो ज्यान जोखिममा पर्न सक्ने, पक्राउ पर्ने वा जेल जानुपर्ने सम्भावना रहे पनि यही वर्षको डिसेम्बरसम्ममा स्वदेश फर्किने दृढ अडान व्यक्त। र खेल खबरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका दिपेन्द्र सिंह एरी आइसिसी T20 आई अलराउन्डर वरियतामा दोस्रो स्थानमा उक्लिए। प्रधानमन्त्री बालेन शाहले सुनसरीमा हालै भएको घटना र त्यसपछि उत्पन्न शान्ति सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिनु भएको छ। प्रधानमन्त्रीले शान्ति सुरक्षा कायम राख्न कुनै पनि किसिमको सम्झौता नगर्न र गृह मन्त्रालय मातहतका दुवै सुरक्षा निकायले उच्च सतर्कताका साथ परिचालन गर्न स्पष्ट निर्देशन दिनुभएको छ। यी त भए आजका मुख्य खबरहरू। हामीले सुनेपछि तपाईको कुनै पनि प्रतिक्रिया भए कमेन्ट अवश्य गर्नुहोला। साथै थप न्यूज अपडेटको लागि हाम्रो च्यानललाई सब्स्क्राइब, फलो तथा लाइक गर्न नबिर्सनुहोला। हवस् त आजलाई बिदा दिनुहोस्। तपाईको समय शुभ रहोस्।